यदि हामी यसरी ठिकैसँग चल्दैछौँ भने पनि परमेश्वरले हामीलाई भन्नुहुन्छ तिमीहरूको बारेमा होइन एउटा विरुद्धमा एउटा कुरा छ भनेर परमेश्वरले यहाँ भन्नुभएको छ। तपाईँले 4 मा हेर्नु भने आई हेभ द्याट अगेन्स्ट यु द्याट यु हेभ अबान्डन द फर्स्ट लभ द्याट यु हेभ फर्स्ट भने चाहिँ हामीमा जुन पहिलो प्रेम थियो त्यो अब छैन, तिमीहरूको विरुद्धमा यो कुरा छ, तिमीले पहिलो प्रेम त्यागेको छ भनेर हामीले भन्नुभएको छ। अगको विरुद्धमा एउटा कुरो परमेश्वरले भन्नुभयो, लिडर्सहरूलाई प्रश्न आज छ, खासै नै प्रभुले भन्नुभयो जस्तै हामीले के पहिलो प्रेम त्यागिदिउँ त? जुन चाहिँ पहिला हामीमा थियो, जुन चाहिँ पहिला थियो अब छैन, जुन पहिला थियो अब चाहिँ छैन अरे त्यो होइन। हामीले त क्या मिस्टेक गर्यो, कम्ती स्ट्रिक्टली चलाउँदैनौँ मण्डली, कस्तो स्ट्रिक्टली वचन अध्ययन गरेर बोल्छ, कस्तो स्ट्रिक्टली आराधना गर्छौँ, कति सिरियसली एनर्जेटिकली गर्छौँ, ज्ञान बुद्धिलाई किन सत्यतालाई के बुझिकन, जोसमा मात्रै होइन, सत्य परमेश्वरको वचन जीवन चाहिँ सत्यतामा हुन्छ। जोस त 4 दिनलाई हुन्छ, त्यहीँ सुँगुरलाई नाकमा रिङ लगाइदिएकै हुन्छ भनेको जस्तै चाहिँ हामी चाहिँ सत्य कुरा भएकोले गर्दाखेरि चाहे पानी परोस् या घाम लागोस् या डढेलो लागोस् सत्य कुरा परमेश्वरको वचनलाई बुझ्ने छोराछोरी हुनुपर्छ। त्यसै गर्दा चाहिँ जुन प्रेम तिमी पहिला थियो त्यो हामीले छोडिदियौँ क्या? प्रभुले भन्नुभयो छोडिदियो भनेदेखिलाई अब यहाँ प्रभुलाई भन्ने कुरा छैन। यहाँ चाहिँ प्रभु तपाईँलाई प्रेम गर्नु, सिधै प्रेम गर्छौँ, के मिस्टेक खास भन्दा चाहिँ होइन, हामीले चाहिँ के मण्डलीलाई प्रेम गर्नु साथै छोडिदियौँ? मण्डलीलाई शिक्षा सङ्गतिमा उत्साह जोड दिन्छौँ, सिरियस पढाइराख्छौँ, बुझाइराख्छौँ, अनि मण्डली बढेर नि गएको छ। मण्डली बढे पनि सब कुछ गर्ने नि भयो, प्रभुमा बढ्यो, तर एउटा प्रश्न अगुवाहरूलाई के छ भने परमेश्वरले भन्छ के त त्यति कुरा दिँदै नि तिमीले मण्डलीलाई प्रेम चाहिँ गर्छ त, माया छ हृदयबाट भने चाहिँ प्रभुले सोध्नुहुँदैछ तपाईँहरूलाई। आज ती मण्डलीको मानिसहरूको अनुहार देख्दै गर्दा होइन हामीलाई कतिको माया लाग्छ, यो कुरा हामीले बुझ्नुपर्छ। हिजोसम्म जब उसले प्रभुलाई चिन्नु भएको थिएन, हामीले प्रभु यस्तो हुनुहुन्छ उस्तो हुनुहुन्छ भनेर बतायौँ, चिनायौँ, अनि परमेश्वरको अनुग्रह उनीहरूले प्रभुलाई पाए। अनि तपाईँ एउटा माध्यम हुनुहुन्छ, तपाईँको थ्रु परमेश्वरले काम गर्नु सानो ठुलो कुरा हो। तपाईँको थ्रु परमेश्वरको राज्य पाउनुभयो उहाँले, अनि त्यो मण्डलीहरू आज तपाईँसँग छ, अनि तपाईँले पढाउनु भयो। आज अब हाम्रो रवैया कस्तो छ, हामी त्यो मण्डलीको मानिसहरूलाई हेर्दा के त्यो पहिला प्रेममा जब प्रभुलाई पाउनुभयो त्यही भएर आउँदै गर्दाखेरि जस्तो मायाले हेर्थ्यौँ त्यही मायालु नजर छ हाम्रो। हामीले बुझ्नुपर्ने कुरा है, फर्स्टमा जुन प्रकारले उनीहरू मण्डलीमा आउँथेन, हामी जुन प्रकारले हामी तिनीहरूसँग बात गर्थ्यौँ मानिसहरूसँग होइन, तर आज यत्रो वर्ष अब बितेर जाँदा चाहिँ तपाईँ हामी चाहिँ मण्डलीको मानिसहरूसँग तपाईँ हाम्रो रवैया कस्तो छ? कहिलेकाहीँ कस्तो हुन्छ भने कति कुरा सिकायो, सिक्नै छैन, आराधना यसरी गाउनु जान्नै छैन, भजन यसरी गाउनु जान्नु वाक्य लाग्यो, किन हामी गरम हुन्छ, मानव जाति हो, हामी मानिस प्राणी हो, त्यसले गर्दा हुन्छ। अन्त कहिलेकाहीँ यो होइन कि देख्दै गर्दाखेरि होइन वाक्य लागेको हामीले त्यो कुरा बिर्स्यौँ। जति बेला हामीले प्रभुहरूको यस्तो किन हामी बताउँथ्यौँ, तर आज हामी के हुन्छ वाक्यलाई यो नसुध्रिने मान्छेहरू त हुँदैन। तपाईँको मनको कुरा किन बुझ्छु भने किनकि मन त्यही मन भएको मान्छे हुन्छ। अन्त हामी के हुन्छ सेवा सङ्गतिमा ध्यान दिनु छैन होइन, फाल्टो बेलामा ध्यान दिन्छ, हामी गर्नु गर्छौँ नि। म त 2 पल्ट मात्रै गरेँ त भन्नु सक्दिनँ नि जीवनमा होइन। आज धौलेमा गर्छु समाज सुनाउँदा त्यतिको बुझ्नु ओर्नु छैन, तपाईँ त के यस्तो मानिरहेको त्यो मान्छेहरू सुन्छ कुरा सुन्दैन नि। हामीले रेडी हुनु पर्यो ब्लग गर्नलाई। त्यसै कारण हामी परमेश्वरको वचन मान्छेलाई सुनाउँदै गर्दा यति ज्ञान बुद्धि लाएर प्रभुमा प्रार्थना गर्न चाहन्छु सिरियसली भने। अब तपाईँ हामी आज ती मानिस जब प्रभुलाई पाएपछि चाहिँ फेरि हामी अब चाहिँ मेरो लट्ठा सक्यो भने जस्तो थाकेको छु। अनि हिजो म भन्दै थिएँ नानीहरूलाई मेरो निम्ति प्रार्थना गरिदिनु भयो, किनभने म भोलि वचन
मेरो बाँड्नु छ। तपाईँहरूले अस्ति नोटिस पाउनु भएको थियो है, वचन बाँड्ने मानिसको निम्ति, आराधना गर्ने मानिसको निम्ति, सञ्चालन गर्ने मानिसको प्रत्येक तरिकाले गरेका हुन् है। अन्त उनीहरूको निम्ति प्रार्थनाहरू गर्नुपर्छ। तपाईँहरूले कतिजना गर्नुहुन्छ यो मेरो वचनको बिच भएको म तपाईँलाई भन्छु, हामी प्रार्थना गर्नु उनीहरूको निम्ति। किनभने वचन यहाँ आउँदै गर्दा तपाईँले वचन आधी घन्टा बिताउनु छ, 40 मिनट छ, वचन र वर्सिपमा कुनै टाइमको अलिकति टाइम टेबल नमिल्नु सक्छ, किनभने लम्बेर जानु सक्छ। त्यसै गरेर चाहिँ समय बेसी चाहिन्छ। अन्त प्रार्थना गर्नु एकदम जरुरी छ। प्रभु भोलि वचन कस्तो हुन्छ होला, भोलि आराधना कस्तो हुन्छ होला, मजाको होस्, यस्तो होस् होइन, हुन्छ नि इच्छा होइन, के बुझौँ त्यस्तो। अहिले वचन चाहिँ हाम्रो झोलुङ मण्डलले छ, हामीले अगुवाहरूले विशेष ध्यान दिनुपर्ने कुरा चाहिँ हाम्रो पहिलो प्रेम चाहिँ हामीले हराइसकेको छ। मत्ती 20:28 तपाईँले हेर्न सक्नुहुन्छ। त्यहाँ परमेश्वरले भन्नुभयो, म जगतको अन्तसम्म छु, इन द एज, युगको अन्तसम्म। युग त तबसम्म हुन्छ जबसम्म सृष्टि छन् होइन। परमेश्वरले यसरी भन्नुभयो। तर हामी चाहिँ के हुन्छौँ भने एकजना व्यक्तिले कहिले काहीँ होइन आफूले भने जस्तो गरेनन् भने हामीलाई के हुन्छ भने अब चाहिँ हुँदैन, हामी गनगन गर्नु लाग्छौँ। प्रभुले त भन्नुभयो कि म कहिले त्याग्दिनँ भन्नुभयो भने हामी पनि लिडर्सहरूले यस्तो हुनुपर्छ। कुनै पनि कमजोर व्यक्तिलाई हामी देख्दै गर्दा होइन मुखबाट निस्किनु पऱ्यो नि, इन्करेज दिनु सक्नु पऱ्यो। के हामी इन्करेज दिनु सक्दैनौँ र? हामीले हाम्रो मोहन दाजुको बारेमा सुन्यौँ, उहाँले राम्रो अस्ति म्याच फेलोसिपमा वचन राम्रो दिनुभयो भने धेरैजना आशीर्वाद दिएको, धेरैजना भन्नुहुन्थ्यो हो मैले त भनेको नि भनिकन है। एकदमै राम्रो हो, म चाहिँ सुन्नु पाइनँ। अब उहाँ त्यो स्टेपहरू अझै अगाडि जानुभयो, सिक्ने काम जारी। तपाईँ हामी पनि इन्करेज दिन सक्दैनौँ र कुनै कमजोर व्यक्तिलाई भयो त इन्करेज त दिन सक्छौँ गनगनभन्दा। प्रभुले भन्नुभयो म सास रहिन्जेल हिम्मत हार्नु छुइनँ भने किन भन्नुभयो भने हामी पनि भन्नु पऱ्यो होइन मण्डलीले। हामी अगुवा भएपछि अगुवाले भन्नु पऱ्यो मेरो जीवन रहन्छ जबसम्म सास रहन्छ झोलुङ मण्डली होइन, म तिम्रो हेरचाह गर्नेछु भनिकन हामीले भन्न सक्नु पर्यो। हामी यदि साँच्चै नै मण्डललाई माया गर्छौँ भने मेरो सास जबसम्म छ, मेरो जीवन जबसम्म छ है तबसम्म म हेरचाह गर्नेछु। मेरो ज्ञान बुद्धि जति छ है, ज्ञान बुद्धिले भ्याएसम्म म गर्नेछु। धन सम्पत्ति जति छ त्यसले गर्नेछु। शरीरको कुराबाट, शब्दहरूबाट धेरै हाम्रो ट्यालेन्टहरू छ, ट्यालेन्टहरूबाट म मेरो उपस्थिति यहाँ देखिन म तपाईँहरूको हेरचाह गर्छु, नथाक्नुहोस्। हामीलाई लिडर यस्तो चाहिएको छैन होइन। देश सम्हाल्ने मान्छे हिम्मतवाला हुनुपर्छ। केही गर्नु सक्दिनँ, ममा पैसा छैन, ममा त्यो छैन, मेरोमा एजुकेसन छैन, म पढा लेखा छैन, म स्वस्थ छैन, म हेल्दी छुइनँ, म राम्रो छुइनँ, म बोल्न जान्दिनँ भन्ने हामी सुन्न चाहँदैनौँ। कसैले सुन्न चाहँदैन। आमा मेरो दाजु कति राम्रो, सबै कुछ जान्नुहुन्छ, मेरो पनि कति राम्रो, सबै कुछ जान्नु, त्यस्तो सुन्न चाहन्छु भने हामी लिडरहरू पनि त्यस्तो हुनु पऱ्यो। किनभने हामी लिडर हो, लिडरले हमेसा अरूले भन्दा बेसी परिश्रम गर्नुपर्छ। तपाईँ हामी यो वचनलाई ल्याउँदै गर्दाखेरि मैले त परिश्रम गरेको छु। मैले बोल्दै गरेको पोइन्ट्सहरू नि बाइबल राखेर लेख्दै गरेको पोइन्ट्सहरू कहिले हुँदैन। म कहिले सुतिरहेको बेला आएको पोइन्ट्स राखेको हुन्छु, म कहिले निन्द्रामा देखेको कुराहरू लेखेको हुन्छु, कहिलेकाहीँ म प्रार्थना गर्दै गर्दाखेरि पोइन्टहरू आउँछ त्यहाँ लेखेको हुन्छु, कहिलेकाहीँ म आराधना गर्दै गर्दाखेरि त्यो पोइन्टहरूलाई म कलेक्सन गरिरहेको हुन्छु। मेरोमा भरमार हुन्छ कलेक्सन, फोनमा हुन्छ, त्यही कारण म फोन चलिरहेको हुन्छ, घरि खातामा हुन्छ, घरि पेपर हुन्छ, कहाँ कहाँ हुन्छ पोइन्ट, त्यो सबै कसको लागि म मण्डलीमा यो कुराहरूलाई म बताउने छु, बादमा म बिर्सिन्छु होला भनिकन। अनि हामीले ममा कुन क्षमता छ, तपाईँले आज मलाई 1 लाख रुपियाँ निकाल भन्न सक्दिनँ, तर ममा कुन क्षमता छ म त्यो ख्रिस्टको निम्ति प्रयोग गर्छु।
तपाईको कुन क्षमता छ, के ट्यालेन्ट छ, के छ हैन, हामीलाई परमेश्वर दिनुभयो, त्यो तपाईले ख्रीष्टको निम्ति प्रयोग गर्नु पर्यो। हामीले यस्तै खामदुङ मण्डलीमा मलाई वचन दिनुभएको थियो। मेरो जुन कुराहरू त्यहाँनिर मलाई प्रकाश भयो, म त्यही कुरा बोलेँ। मानिसहरूले साह्रै ध्यान दिएर सुने, साह्रै ध्यान दिएर सुने। मैले हेरिरहेको थिएँ, मैले वचन बाँड्दा एकपल्ट अगाडि उभिएर म सबैलाई हेर्नु मलाई माथि के अरे गान्तोकबाट आउनुभएको थियो बडाबडीहरू, उनीहरू पाहुना आएको थियो, साह्रै राम्रो पारा सुन्यो। यो हाम्रो ट्यालेन्ट हो। हामी मेरो ट्यालेन्ट भनेको मण्डलीलाई के कुरा दिने, मेरो ट्यालेन्ट परमेश्वर दिनुभएको हो, त्यो प्रकाश परमेश्वरमा दिनुभएको छ बाइबल। म बाइबललाई हेर्दै गर्दाखेरि प्रकाशहरू पाउन सक्छु। सबैभन्दा ठुलो ट्यालेन्ट मान्छेको यही हो। बाइबल म दिनरात पढ्छु नि त, मेहनत गर्छु होइन। म 4 बजी गएर पनि म बाइबल पढ्छु, मेरो कर्तव्य बाइबल पढ्ने। तपाईँ यसरी बाइबललाई तपाईँले एकदमै सिरियसली वचनको अध्ययन गर्नु भने सबै ट्यालेन्टहरू निस्किँदै जान्छ। तर हामी कहिलेकाहीँ के गर्छौँ, संसारको धन सम्पत्तिसँग तुलना गर्छौँ, अन्त म प्रस्पर छुइनँ भनिकन कहिलेकाहीँ हामी पछाडि जान्छौँ। तर प्रभुले आज भन्नुहुन्छ, म जगतको अन्त्यसम्म म तिमीहरूको हेरचाह गर्नेछु भनिकन भन्नुहुँदैछ भने हामी अगुवाले सोच्नु पर्यो, मेरो यो जिउ रहन्छ, मेरो शक्ति रहन्छ, म मण्डली झोली मण्डली म तिमीहरूलाई हेर्नेछु, तिमीहरू नडराउ भनेर हामी भन्ने हुनु पर्यो। हाम्रो मोडल चाहिँ मौसा होइन, यीशु हो। त्यही कारण हामी चाहिँ यीशु जस्तै बन्दै जानुको लागि हामीलाई हरेक दिन मेहनत गर्नुपर्छ। यदि तपाईँ हामीले आज मण्डलीले साँच्चै नै त्यो प्रेम हराउँदैछौँ भने हामी आज यो वचन सुन्दैछौँ, परमेश्वरले भन्नु तिमीले चाहिँ तिम्रो पहिलो प्रेम हराएको छौ भनिकन भन्नुहुँदैछ। त्यसै कारण आजदेखि हामी पहिलो प्रेम मण्डलीले प्रेम गर्न थालौँ। किनभने परमेश्वरले भन्नुभयो, याद गर तिमी कहाँ चुक्यो, पश्चाताप गर अनि फेरि त्यो प्रेम गर जुन पहिला थियो भनिकन हामी यहाँ 5 मा हेर्छौँ। रिमेम्बर देयरफोर फ्रम वेन यु ह्याभ फलन रिपेन्ट एन्ड डु द वर्क्स यु डिड एट फर्स्ट, इफ नट आई विल कम टु यु एन्ड रिमुभ युर ल्याम्पस्टैन्ड भनेको चाहिँ है। परमेश्वरले भन्नुभयो पश्चाताप गर भन्छ है, अगुवालाई पश्चाताप गर, याद गर, राम्रोसँग सोचे कहाँ मिस्टेक हाल्छु तिमी, पश्चाताप गर, अनि जुन त्यो पहिला प्रेम थियो तिम्रो मण्डलीप्रति त्यो प्रेम फेरि गर भनेर प्रभुले हामीलाई भन्नुहुन्छ। किनभने यहाँ परमेश्वरले इफिसियसको मण्डलीलाई भनिरहेको छ, इफिसियसको मण्डलीको दूतलाई अगुवालाई भनिरहेको छ है, नत्र भने म त्यो ल्याम्पस्टैन्डलाई म हटाउने छु, तिम्रो बत्ती त्यो निभाउने छु, जीवनको दीप हटाउने छु भनेर परमेश्वरले भन्नुहुन्छ। यो साह्रै डरलाग्दो कुरा हो। मण्डलीलाई पर्फेक्ट वचन दिने काम मण्डलीको अगुवाजनको काम हो। सर्वप्रथम हो वचन। परमेश्वर हाम्रो दिनहरूमा जनवरी फेब्रुअरीको लास्टतिर चाहिँ परमेश्वरले झोलुङ मण्डललाई के चाहिँ सोच्नुहुन्छ, के दिन चाहन्छ, हामीलाई यहाँ के कुरा कमी छ, अब हामी के